हामी अगाडि बढ्यौँ संसदीय अभ्यासमा। हामीले अब्बल ढङ्गले विश्वलाई देखायौँ कि नयाँ पुस्ता पनि राजनीतिमा आयो र यसले गर्ने संसदीय अभ्यासले देशमा एउटा आशा र उत्साह ल्यायो। मैले भन्नै पर्छ, रासोपासँग जोडिनुभएका रासोपाका वरिष्ठ नेताका रूपमा हामीले हिजो भर्खरै स्वागत गर्न गरेका बालेन्द्र शाहको उदयले युवाहरूको राजनीतिमा चासो बढायो र त्यहाँबाट नेपालले एउटा नयाँ झन्कार सुरु गरेको थियो। त्यही अभियान अघि बढ्दै यहाँसम्म आइपुग्यो। जेनजी आन्दोलनमा जे भयो, जुन क्षति भयो, त्यो नभएको भए हुन्थ्यो। तर त्यस्तो किसिमको क्षतिमा जाँदैछ भनेर हामीले निरन्तर भनेकै थियौँ। राज्य सत्ताको चरम दुरुपयोग गरेर यति ठुलो खाल्डो बनियो कि मैले भनेकै थिएँ, मलाई पूर्ण 6 फिट 6.5 फिट जति खाल्डो बनेको खासै ठुलो फरक पर्दैन थियो। तर यति ठुलो खाल्डो बन्नुको कि अब तपाईँहरू सबै नपुरिकन सुकै छैन। हामीले पुग्यो होइन, खाल्डो तपाईँहरूलाई नि भन्नुभयो। यही प्रेसिडेन्ट सेट गरौँ, संसदलाई हामीले संसद जस्तो बनाउँ भने उठेका मुद्दाहरूमा हामीले भ्रष्टाचारका विषयमा मुद्दाहरू उठायौँ। तर त्यो संसदलाई तपाईँहरूले शक्तिको दम्भ देखाएर, सङ्ख्याको दम्भ देखाएर नागरिकका मुद्दाहरूलाई दबाउने कोसिस गर्नुभयो। जनताले मन पराएका भर्खरका नाति नातिना पुस्ताका सांसदहरूले भ्रष्टाचारको विरुद्ध उठाएको आवाजमा भाइ काट्ने काम भयो, आवाज नसुन्ने काम भयो, हाम्रो माग पुरा नहुने काम भयो, पेल्ने, हेप्ने, अपमानित गर्ने, अवहेलित गर्ने, विभिन्न नाम दिने कामहरू भयो। परिणाम के भयो? म सुनिरहेको छु ठुला राजनीतिक दलहरू फेरि मिल्दैछन्। मिलेर ठुला राजनीतिक दलहरू नमिलेको हो त। जुन संसदबाट मलाई जबरजस्ती बाहिर निकालियो 2 घण्टा आमा सूचना टाँसेर, त्यही संसद फेरि बिउताउने भन्नुभएको छ उहाँहरू। 22 बिउताउने भन्नुभएको छ। केका लागि बिउताउन खोज्नु भएको? एउटा जेलमा परेका बालबालिकासँग आमा बुवाका बालबालिकालाई वर्षौँदेखि पालन पोषण गरेर आउनुभएकी इन्दिरा राणा जस्तो समाजसेवीलाई मानव तस्करको आरोप लगाउने पाप गर्नका लागि फेरि बिउताउन खोज्नु भएको। सहकारीको बाटो नहिँडेको मान्छेलाई प्रमाण छ भनेर जबरजस्ती मुद्दामाथि मुद्दा खोजेर जबरजस्ती संसदबाट बाहिर निकाल्ने संसद फेरि स्थापना गर्न खोज्नुभएको। विभिन्न देशमा जाने नेपालीहरूबाट असुल उपर गरेर भिजिट भिसाका नाममा दिनमा लाखौँ कमाउनेहरूको विरुद्ध आयोग गठन गर न, छानबिन गर न भन्दाखेरि आवाज नसुनेर माइक काटिदिने संसद पुनर्स्थापना गर्न खोज्नुभयो। संसद त आउँछ, तर फ्रेस म्यान्डेट लिएर आउँछ, फ्रेस म्यान्डेट लिएर आउँछ, नयाँ साथीहरूसँग आउँछ, मुलुकले काँचुली खेल्छ। उपस्थित साथीहरू, मैले राष्ट्रिय राजनीतिका विषयमा एक कुरा भन्नु नै पर्ने थियो। जहाँसम्म आजको यो समारोहको आजको यो विषय छ, दामोदर सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुरुवाती दिनदेखि जुन ढङ्गले